मैले बनाउनु भनेको थिएँ यस्तो। माथि इनेबल कन्टेन्टमा क्लिक गर्नुहोस् त टपमा। आजै बनाइदिन्छु नि सर। अब मैले भनेको बेलामा बनाउनु पर्छ नि। यसमा के छ टेबलमा एकचोटि माथिबाट हेर्नुहोस् त। डेट पार्टिकुलर क्याटेगोरी टाइप अमाउन्ट मन्थ 2081 वैशाख 1 गते ओपनिङ भनेर 25,000 रुपियाँ आएको रहेछ हामीलाई। ए अहिले गर्न सक्छु म तर अर्को टास्क नि दिनु। भयो। अब यसमा अगाडि बढौँ। यसलाई बुझ्ने पहिला यो टेबलमा के राखिएको छ त्यो बुझ्ने डेट पार्टिकुलर क्याटेगोरी हो। क्याटेगोरी ब्यालेन्स रेन्ट अनि 81/5 1 महिना 5 गते रेन्ट आएको हो 15,616। यस सर। फेरि अर्को ठाउँबाट पनि रेन्ट आएको हो 29,866। यस सर। अनि फेरि अर्को 10,079 साइड बिजनेसबाट आएको। अनि यो 3,623 के भएको रहेछ 1 महिना 10 गते एक्सपेन्स। खर्च भएछ है। यस सर। यो चाहिँ आएको र गएको रेकर्ड हो। अब हामी यसैमा हरेक दिनको रनिङ ब्यालेन्स निकाल्छौँ। ल स्क्रिन स्टप गरिदिनुहोस् त। मैले सेयर गरेको स्क्रिन हेर्नु होला। ओके। 1 मिनट सर। मैले सेयर गरेको स्क्रिन हेर्नु भएको छ, देख्नु भएको छ? सेमिकले देख्नु भएको छ मैले सेयर गरेको? हेलो हेलो। भिडियो अन गर्नुस् त। भिडियो हेलो। क्यामेरा अन गर्नुस्। तपाई कता हेलो। हराउनुभयो? ओके। क्यामेरा अफ गरेर खेल्न जानुभयो कि क्या हो? होइन टोइलेट गएको। अन गर्नुस्, क्यामेरा अन गर्नुस्। के जाडो भयो? पानी परिरहेको छ नि सर। ल मैले सेयर गरेको स्क्रिनमा हेर्नु होला है त। यो डेटमा सबभन्दा पहिलो अमाउन्ट आएको छ। यफमा राइट क्लिक गरेर एउटा नयाँ कोलम एड गरौँ। कोलम यफमा राइट क्लिक गरेर अब यो मन्थको कोलमलाई डिलिट नै गर्ने भइहाल्यो। त्यसलाई पछि निकालौँला। मन्थको कोलम डिलिट गर्ने है। मन्थको कोलम डिलिट नै गरिदिने। यफमा माथि कोलममा राइट क्लिक गरेर डिलिट गर्ने। यसको नाम चाहिँ ब्यालेन्स इक्वल। अब यदि हामीलाई रनिङ ब्यालेन्स निकाल्नु छ भने हामीले इन्कमलाई र एक्सपेन्सलाई अलग अलग कोलममा राख्नुपर्ने हुन्छ। अहिले यहाँ एउटै कोलममा छ। यसलाई हामी अलग अलग कोलममा गर्छौँ। पहिला एउटा कोलम इनवर्ड र अर्को कोलम आउटवर्ड। इनवर्ड र आउटवर्ड। इन्कम जति यसमा आउनु पर्यो, एक्सपेन्सेस यसमा आउनु पर्यो। इफ भन्ने फंक्सन युज गर्दा हुन्छ। इफ
लजिकल टेस्ट यदि यो सेलमा यसमा क्लिक गर्ने यो सेलमा भएको कुरा इक्वल इन्कम लेखिएको छ भने कमा त्यो बेलामा यो चाहियो होइन भने कमा केही पनि चाहिएन ब्राकेट क्लोज इन्टर गर्यो भने हामीले इन्कम जति यसमा ट्रान्सफर गरायौं त्यसै गरी आउटको पनि इक्वल इफ यदि यो सेलमा भएको कुरा यसमा क्लिक गर्ने इक्वल एक्सपेन्सेस छ भने त्यो बेलामा यो भ्यालु चाहिन्छ होइन भने केही पनि नराख्ने ब्राकेट क्लोज अनि इन्टर हामीले इनवर्ड र आउटवर्डलाई अलग अलग कोलममा ट्रान्सफर गर्यौं यदि मैले यो कोलमलाई हटाइदिए भने यो दुईवटामा एरर आउँछ किनभने यो भ्यालु यसमा ट्रान्सफर गरिएको यिनीहरू यसमा डिपेन्ड छ यसलाई मैले हटाइदिए भने यसमा एरर आउँछ त्यो कारणले हटाउनु भन्दा अगाडि हामी यसको फर्मुलाहरू हटाउँछौं फर्मुला हटाउनको लागि सेलेक्सन गर्ने स्क्रिनमा हेरिरहनु भएको छ है सेलेक्सन गर्ने दुवै कोलमलाई कन्ट्रोल सी अनि कन्ट्रोल अल्ट र भी पेस्ट भ्यालुको लागि त्यसपछि भ्यालुजमा क्लिक गरेर ओके गर्ने त्यो गर्यो भने यसमा भएको सबै फर्मुलाहरू हट्छ अब यसलाई राइट क्लिक गरेर डिलिट गर्दा हुन्छ हामीले एउटा कोलममा भएको दुईवटा कोलममा स्प्लिट गर्यौं यो एकचोटी सेमिकले पनि गर्ने कि म अन्डु गर्छु ल सुरुबाटै ल सेमिकले पनि गर्नुस् त एकचोटी सर मेरो त्यहाँ किन त्यस्तो आयो के आयो व्हाट्सएपमा पठाइदिन्छु त्यो मन्थको कोलमलाई हटाइदिने मन्थको कोलम डिलिट गर्ने सम्म त गरे त हुँदैन त ए अरे
के रहेछ भयो मिल्यो ड्र्याग गर्ने यहाँबाट यसरी सर त्यो इन्कम छ नि त्यो त के हो यसले इक्वल टु इन्कम डबल क्लिक गरेर हुन्छ इन्कम छ भने अरे त्यो त मैले WhatsApp मा गरेको नि यदि टाइप इक्वल इन्कम छ भने अमाउन्ट होइन भने ब्ल्याङ्क भन्ने यदि टाइप इक्वल इन्कम इनवर्डमा मैले सेयर गरेको स्क्रिन हेर्ने कि एकचोटि फेरि नभए हैन म ट्राफिक लाइट्स मैले सेयर गरेको हेरेर गर्नुस् न ओके
सर हजुर कन्ट्रोल अल्ट भी गर्दा त्यस्तै आयो त कन्ट्रोल अल्ट भी कहाँसम्म सकियो इनवर्ड र आउटवर्ड भयो यस सर अनि सिलेक्सन गर्ने पहिला सिलेक्सन गर्ने दुईवटा कोलमलाई अनि कन्ट्रोल सी गर्ने पहिलो काम त्यसपछि बल्ल कन्ट्रोल अल्ट र भी गर्ने अनि भ्यालुजमा क्लिक गरेर ओके गर्ने इनवर्ड आउटवर्ड दुवैलाई सिलेक्ट गर्ने एकैचोटि पेस्ट भ्यालुज भयो पेस्ट भ्यालुज भयो सुने सर पेस्ट भ्यालुजमा क्लिक गरेर ओके गर्ने यसबाट फर्मुलाहरू हट्छ अनि अमाउन्टको कोलमलाई डिलिट गर्ने भ्याल्यु त हाले अब अमाउन्टको कोलमलाई डिलिट गर्ने अमाउन्टको कोलम डिलिट गरेपछि इनवर्ड र आउटवर्ड कोलम बाँकी रह्यो अर्को एउटा ब्यालेन्सको कोलम अब ब्यालेन्स क्याल्कुलेसन गर्छौँ ओके ल मैले सेयर गरेको स्क्रिनमा हेर्नुस् सर पहिलो रोमा यो भ्यालु आउँछ सेकेन्डमा यो दुईवटा जोडिएर आउँछ यदि आउटवर्डमा कुनै भ्यालु भएको भए चाहिँ त्यो माइनस हुन्थ्यो इन प्लस हुन्छ आउट माइनस हुन्छ मैले रनिङ टोटल निकाल्नको लागि एउटा फर्मुला सिकाएको थिएँ अस्ति याद छ तीन चारवटा तरिकाले मैले सिकाएको थिएँ सब टोटल होइन रनिङ टोटल हो क्युमुलेटिभ टोटल भनेर सिकाएको थिएँ नि हो त्यही फर्मुला काम लाग्छ यसमा अब सकिन्छ त गर्न ब्यालेन्स निकाल्न सकिन्छ त बिर्स्यो होइन सकिन्छ कुन फर्मुला युज गर्ने त यसमा हजुर कुन फर्मुला युज गर्ने त एकैछिन है डिप थिङ हालिदिन्छु एकछिनमा नि ट्राई गरिहेर्छु म के पो झिक्नु पर्छ सर क्वेसन रनिङ ब्यालेन्स निकाल्नु पर्यो यसमा इन भएको प्लस हुँदै जानु पर्यो आउट भएको माइनस हुँदै जानु पर्यो रनिङ टोटल यो इक्जाम्पललाई हेर्नुस् इन भएको प्लस हुँदै जानु पर्यो आउट भएको माइनस हुँदै जानु पर्यो हरेक रोमा यसमा 25,000 हुनु पर्यो तल पुग्दाखेरि 25,000 र यो जोडिनु पर्यो दुईवटा यदि आउटमा छ भने माइनस हुनु पर्यो इफ फर्मुला युज हुन्छ इफ हामी कस्तो बेलामा युज गर्छौं जब कन्डिसन चेक गर्नुपर्ने हुन्छ यस सर कन्डिसनको बेसमा आउटपुट निकाल्नु पर्यो भने इफ युज गर्ने हो इक्वल n भन्ने फंक्सन n अनि g को 2 यसले के गर्छ माथिको ब्यालेन्स लेखिएको
सेललाई 0 मा कन्भर्ट गर्छ। ओके n भन्ने फंक्सनले G2 लाई 0 बनाउँछ। त्यसमा हामी ओके प्लस गर्छौं इन गरिएको सेल, माइनस गर्छौं आउट गरिएको सेल। माइनस प्लस हो n G2 अनि प्लस इनवर्ड माइनस आउटवर्ड गरेर इन्टर गर्यो भने ले एरर आयो। यस सर अब एरर किन आयो भने ब्र्याकेट थियो होला यहाँ जुन हामीले ब्ल्याङ्क राखिरहेको छौं नि, यहाँ यसमा हामीले अघि डबल कोट्स राखेको थियौं है। यस सर सुन्नु भएको छ मैले भनेको? यस सर डबल कोड राखेको थिएँ। डबल कोट्स राखेको थियौं। त्यसको आउटपुट के भइदियो भन्दा त्यहाँ चाहिँ कुनै एउटा क्यारेक्टर भइदियो। जब हामीले भ्यालुमा कन्भर्ट गर्यौं नि, त्यो कुनै एउटा क्यारेक्टर भइदियो। क्यारेक्टर भएपछि अब यो यसमा प्लस माइनस नभएको हो, यसमा छ न त केही नभएको देखिन्छ, तर केही न केही क्यारेक्टर त्यहाँ हिडन क्यारेक्टर भइदियो। यसमा एकचोटि डबल क्लिक गरौँ र बाहिर आउँ, डबल क्लिक बाहिर आउँ, त्यो अटोमेटिक क्याल्कुलेसन हुन सुरु गर्छ है, डबल क्लिक गर्ने बित्तिकै। तर यो सबैमा डबल क्लिक गरिरहँदा त टाइम जाने भयो, यस सर समस्या आउने भयो। अब एउटा तरिका हामी युज गर्छौं, एउटा ट्रिक युज गर्छौं, जुन तरिकाले यसमा जे छ सबै एकैचोटि हामी डिलिट गर्छौं, ब्ल्याङ्क सेलहरुमा भएको हिडन क्यारेक्टरलाई। यसमा केही नदेखिए पनि यसमा केही छ भन्ने थाहा भयो, त्यो कारणले एरर आएको हो। अब यो दुईवटा कोलमलाई सिलेक्ट गर्ने, दुईवटा कोलमलाई मात्रै हामीले ब्ल्याङ्क सेललाई एकैचोटि सिलेक्ट गर्नुपर्ने छ, ब्ल्याङ्कलाई मात्रै, अनि डिलिट की थिच्नु छ, ब्ल्याङ्क मात्रै सिलेक्ट गरेर। त्यसको लागि किबोर्डबाट F5 प्रेस गर्ने, F5। त्यसपछि स्पेशलमा जाने, स्पेशलमा गइसकेपछि यहाँ ब्ल्याङ्क्स भन्ने छ, ब्ल्याङ्क्समा क्लिक गरेर ओके गर्यो भने अब ब्ल्याङ्क सेलहरु मात्रै सिलेक्ट हुन्छन्। ओके मैले ओके गरेँ। अब ब्ल्याङ्क सेल पनि त्यो मात्रै भइदियो। यसले पनि यहाँ अलि समस्या नै दियो, यसले पनि भएन, यो तरिकाले नि भएन। हामी अझै अर्को तरिका युज गर्नुपर्ने भयो। कि त अघि नै हामीले जहाँ डबल कोट्स युज गर्यौं त्यहाँ 0 राखिदिएको भए हुन्थ्यो, यो टेक्स्ट क्यारेक्टरमा कन्भर्ट हुँदैन थियो। त्यो भएर अब हामी यसमा अर्को आइडिया के लगाम त? के आइडिया लगाम भन्दा यसमा एकैछिन है, म पनि केही त फाइन्ड गर्ने कोसिस गर्छु। ल कोसिस गर्नुस् त। इक्वल इज नम्बर गर्ने एउटा अर्को कोलममा जहाँ जहाँ नम्बर छ त्यहाँ ट्रु आउँछ है। अलगै एउटा कोलममा इज नम्बर भनेर राख्ने, इज नम्बर। त्यहाँ जहाँ जहाँ नम्बर छ त्यहाँ ट्रु आउँछ, जहाँ नम्बर छैन त्यहाँ फल्स आउँछ। अब यो ब्ल्याङ्क भए पनि यो चाहिँ नम्बर होइन भनेर बुझाउँछ यसले। अब यसलाई हामी जसरी हुन्छ ब्ल्याङ्क गर्नु पर्यो, कि त एउटा एउटा गरेर हटाउनु पर्यो हैन। यसलाई एकचोटि फेरि F5 प्रेस गरेर यहीँबाट ट्राई गरौँ। यसमा कन्स्टेन्ट तर नम्बर नभएको, कन्स्टेन्ट तर नम्बर नभएको एकचोटि सिलेक्ट गरौँ त। ओके, कन्स्टेन्ट तर नम्बर नभएको। ल फेरि एकचोटि गर्नुस् त।
इनवर्ड र आउटवर्ड दुवै कोलमलाई सिलेक्ट गर्ने, F5 प्रेस गर्ने अनि स्पेसलमा जाने। यो टाइम चाहिँ कन्स्टेन्ट तर नम्बर नभएको है। नम्बर नभएको भनेको त्यसमा क्यारेक्टर हुन सक्छ, कुनै सिम्बल हुन सक्छ, नम्बर चाहिँ हुनु हुँदैन। मैले ओके गरे भने नम्बर नभएको सेलहरु मात्रै सिलेक्ट भयो। भनेको खाली सेलहरुलाई हामीले सिलेक्ट गर्यौं। एकचोटी किबोर्डबाट डिलिट की प्रेस गर्दियौ त अब सबै एररहरु सोल्भ भयो हैन। यसरी जहिले पनि एउटै समस्या हुँदैन, हामीले अलग-अलग तरिकाहरु जान्नुपर्ने हुन्छ सोलुसनको लागि। अनम्युट गर्नुस् त, अनम्युट हजुरको भयो कि भएन? ए मलाई त डिलिटै गर्नु दिएको छैन भनेको त। हजुर मलाई डिलिटै गर्नु दिएको छैन। पहिलो काम चाहिँ यो सिलेक्सन सही तरिकाले हुनुपर्छ। इनवर्ड र आउटवर्डको कोलम मात्रै, विदाउट हेडर है। माथिबाट गर्नुभयो होला, टपबाट होइन, मात्र यो इनवर्ड र आउटवर्डको कोलम। त्यसपछि बल्ल F5 प्रेस गर्ने। F5 कि त कन्ट्रोल जी पनि होला, कन्ट्रोल जी हो, कन्ट्रोल जी गरे पनि हुन्छ। होम ट्याबमा फाइन एन्ड सिलेक्टमा गएर गो टु स्पेसलमा क्लिक गरे पनि हुन्छ। सक्यो कि सकेन गर्नुस् न, अगाडि बढ्नुपर्ने हुन्छ। सक्यो भने डिलिटै गर्नु दिएको छैन सर। मैले भने नि त्यो किन त्यस्तो भएको भनेर। इनवर्ड र आउटवर्ड मात्रै सिलेक्ट गर्नुस् न, दुईवटा कोलम। फेरि सुरुबाट इनवर्ड र आउटवर्ड मात्रै। हजुर यतिसम्म भएको छ मेरो सर अहिले। ल स्क्रिन शेयर गर्नु। सोलुसन भएन भने स्क्रिन शेयर गर्नुस्। म हेर्छु, हेरेर गाइड गर्छु। ला उल्टो भएछ। त्यो डिलिट अघि भइसक्यो होला नि त, अब छैन भनेको नि। अब ब्यालेन्सको फर्मुला लेख्नुस्। इक्वल n इक्वल n अनि सर अनि जी को 2 सेल, जी को 2 मै क्लिक लेख्ने, टाइप गर्ने है, क्लिक नगर्ने, लेख्ने। अनि ब्र्याकेट बाहिर प्लस इनवर्ड माइनस आउटवर्ड। इनवर्डको सेलमा क्लिक गर्ने हो, इन्टर। ठीक छ हैन? यस सर। ब्यालेन्सको फर्मुला हेरिहाल्छु एकचोटि, याद गर्छु मैले। अब यो फर्मुला युज गरेर, यो कन्सेप्ट युज गरेर सामानको रेकर्ड राख्नुस् है। होमवर्क त्यही हो। आएको सामान गएको है। अनि ब्यालेन्स कति छ कुनै एउटा आइटम, मानौ कुनै एउटा इलेक्ट्रोनिक आइटमको एउटा टेबल बनाउनुस्, आएको र गएको रेकर्ड राख्नुस्, ब्यालेन्स कति छ यो स्टकमा पनि मिल्छ नि। प्राइस अमाउन्टमा मात्रै नभइकन स्टक आइटमको पनि हामी रेकर्ड राख्न पायौं नि। तरिका यही हो, फर्मुला यही हो। कति आएको थियो, कति घट्दै गयो, अब कति बाँकी छ भन्ने कुरा त हामी निकाल्न सक्छौं यस्तै टेबल बनाएर। अब माथिपट्टि 1 नम्बरको पछाडि 3 वटा जति नयाँ रो इन्सर्ट गर्नु पर्यो। 3 वटा जति, 2, 3 र 4 मा सिलेक्ट गर्ने है। 2 नम्बरमै, एक्ज्याक्ट नम्बरमै क्लिक गरेर
माथि मैले 3 वटा जति यो इन्कम एन्ड एक्सपेन्सेस ट्र्याकरको तल 3 वटा जति नयाँ रो थपियो। एकछिन है सर। अँ, भयो। भयो। अब माथिपट्टि मलाई चाहियो स्टार्ट डेट। स्टार्ट डेट। हो, स्टार्ट डेट। स्टार्ट डेट भनेको पहिलो यो ट्रान्जेक्सन सुरु भएको पहिलो डेट। ओके। त्यो त हामी इक्वल यो सेलमा क्लिक गर्यो भने यसमा जे छ त्यही आइहाल्छ युवानमा है। इक्वल गर्ने अनि A6 मा क्लिक गर्ने, इन्टर गर्यो भने स्टार्ट डेट आउँछ। स्टार्ट डेट आइहाल्यो। अब इन डेटको लागि अलिकति प्रब्लम आउँछ होला हैन। इन्ड डेटको लागि इक्वल गरेर लास्टको सेलमा क्लिक गर्न मिल्यो त? हजुर। मैले के भने? इन्डेन्ट गरेर लास्टको सेलमा क्लिक गर्नु मिल्छ त? एन्सर दिनुस् मलाई। इन्डेन्ट होइन, इन्डेट। ध्यान अन्तै गयो है, ध्यान अन्तै गयो। क्यामेरा मिलाउनुमा फोकस। इन डेट जस्तो स्टार्ट डेट हाम्रो पहिलो रोमा जे छ त्यही हुने भयो, पहिलो रेकर्ड जे छ त्यही हुने भयो। इन डेट भनेको अन्त्यको डेट। अन्त्यको डेट निकाल्नु पर्यो भने स्टार्ट डेट निकालेको जस्तै लास्टको सेलमा गएर क्लिक गरेर हुन्छ त भन्ने कुरा। हुँदैन। किनभने त्यहाँ टाइम वेस्ट हुन्छ। टाइम वेस्टको मात्रै कुरा होइन, रेकर्ड बढ्दै जाँदाखेरि यो त फिक्स हुने भयो। रेकर्ड थपिन्छ नि त यहाँ तल हैन। 1000वटा थियो भने त कसरी सेलेक्ट गर्नुहुन्छ? त्यो त हामी लास्टमा जान मिल्छ नि, कति नम्बरमा छ भन्ने हुन्छ। यो सुरुको सेलमा क्लिक गर्ने अनि कन्ट्रोल डाउन एरो की गर्यो भने त हामी तल पुग्न सकिहाल्छौँ। त्यो भन्दा पनि ठुलो समस्या भनेको त्यो फिक्स हुँदैन। रेकर्ड बढ्दै जाँदाखेरि डेट बढ्दै जान्छ। त्यो भएर इन डेटमा हामी त्यसरी राख्न पाउँदैनौँ। यो नेपाली डेटमा चाहिँ इङ्ग्लिस डेट भएको भए चाहिँ हामी म्याक्स भन्ने फङ्सन युज गर्न सक्थ्यौँ इङ्ग्लिस डेटमा। यो नेपाली डेट भएको हुनाले यसलाई एक्सेलले नम्बर मान्दैन। डेट भनेको पनि नम्बर नै हो है। जस्तो यो डेट यो नम्बर हो। इक्वल इज नम्बर भनेर हामी चेक गर्न सक्छौँ के यो नम्बर हो भने ट्रु, होइन भने फल्स। ट्रु। तर इक्वल इज नम्बर के यो नम्बर हो, फल्स यो नम्बर होइन। नेपाली स्टाइलमा हामीले डेट राख्यौँ, यो नम्बर होइन, यो टेक्स्ट हो। टेक्स्टमा हामी मिन म्याक्स युज गर्न सक्दैनौँ। त्यो भएर यसलाई अब हामीले इङ्ग्लिस डेटको फर्मेटमा कन्भर्ट गर्छौँ है। जहाँ जहाँ डट छ नि त्यसलाई हामी फ्रन्ट स्ल्यास लगाउने। कसरी? फ्रन्ट स्ल्यास हो, जहाँ जहाँ डट छ त्यो सबैलाई एकैचोटि हामी फ्रन्ट स्ल्यासमा कन्भर्ट गर्ने। कुन अप्सनबाट हुन सक्छ होला? अप्सनको नाम मात्रै भनिदिनुस् त। अप्सनको नाम जुन एमएस वर्डमा पनि हुन्छ। एकछिन है सर। सेलमा ट्राई गर्नु छिनै सर। छिनै राइट क्लिक किन सेल्समा जानु पर्यो होला सुरुमा त। हो, पहिला त सिलेक्ट गर्नु पर्यो कोलम पुरै। सर अनि त्यसपछि
के भयो राइट क्लिक फर्मेट सेल्स अल नम्बर ट्याब अनि डेट अर कस्टममा होला राइट क्लिक फर्मेट सेल्स यसो त्यस्तै लाग्छ यहाँ रिप्लेस गएर रिप्लेस भन्ने अप्सनको बारेमा थाहा छ? राइट क्लिक एकछिन सर फर्मेट सेल्स थाहा छ फर्मेट सेल्सबाट हुँदैन। ओके सुने ए सरी डेट भन्ने फेरि भन्नुहोस् त सर म एक्सेलमा ट्राई हाल्दै थिएँ यो डटको सट्टामा फ्रन्टको स्ल्यास राख्ने फाइन्ड एन्ड सेलेक्टमा गएर रिप्लेसको सर्टकट के हो? फाइन्ड एन्ड सेलेक्टमा जाने सर्टकट के हो? एकछिनै प्राय सबै प्रोग्राममा त्यही हुन्छ सर्टकट, प्राय सबैमा। यो चाहिँ नोटप्याडमा होस्, चाहे हामी ब्राउजरमा जाउँ, चाहे हामी कोडिङ लेख्ने बेलामा कुनै टेक्स्ट एडिटर युज गरौँ, त्यहाँ पनि एउटै हुन्छ सर्टकट। सुने कन्ट्रोल प्लस एच हो राइट, कन्ट्रोल एच गर्ने अनि फाइन्ड वाट भनेको ठाउँमा डट, रिप्लेस विथ भनेको ठाउँमा फ्रन्ट स्ल्यास अनि रिप्लेस अल गर्यो भने सबै एकैचोटि रिप्लेस हुन्छ। कोडिङ गर्दा चलाएको थिएँ हो, मैले रिप्लेस अल गरिदिएँ। अब यो जति ओके थियो सबै डेट फर्मेटमा कन्भर्ट भयो। अब हामीले इन डेट निकाल्नको लागि इक्वल एएक्स म्याक्स भन्ने फङ्सन युज गर्न सक्छौँ। ओके इक्वल म्याक्स अनि त्यो डेटको कोलम सेलेक्ट गरेर ब्राकेट क्लोज गरेर इन्टर गर्यो भने म्याक्सिमम डेट आउँछ, म्याक्सिमम सबभन्दा ओके ठुलो डेट आउँछ। डाइरेक्ट निकाल्नु सर ओके, अब यो नम्बरको सेपमा आइरहेको छ, हामी दुवैलाई सेलेक्ट गरेर यसलाई डेटको फर्मेटमा राख्छौँ। नम्बरमा गएर यहाँबाट डेट सर्ट डेटमा राखे पनि भयो। हामीले स्टार्ट डेट र इन डेट निकाल्यौँ। ओके यो डाइनामिक हो, नयाँ डेट थपिँदै जाँदाखेरि यो चेन्ज हुन्छ आफै। अब क्लोजिङ ब्यालेन्स, क्लोजिङ ब्यालेन्स भनेको अन्त्यको ब्यालेन्स हेर्नको लागि तल गइरहन नपरोस्, माथि नै देख्न पाइयोस्। म्याक्स नै हेर्नु पाइन्छ होला त्यहाँ नि म्याक्स कसरी? ब्यालेन्समा हामीले म्याक्स गरेर हुन्छ, कहिले फर्स्टमै ठुलो भ्यालु आउन सक्ला, ए कहिले लास्टको ब्यालेन्समा त अन्त्यको भ्यालु चाहिँ अझै हुन्छ ब्यालेन्समा त सर ठुलो सानो हुन्छ होइन ठुलो सानो हुन्छ होइन, यो त अप डाउन हुन्छ। अन्त्यको भ्यालु चाहियो। त्यो अन्त्यको भ्यालु भनेको इनवर्डको टोटल र आउटवर्डको टोटलको बिचमा माइनस हो। इनवर्डको टोटल माइनस आउटवर्डको टोटल हो नि त। ओके कि कसो? एकैछिन म एक्सेलमा एकचोटि हेर्छु ल निकाल्नुस् त। एकछिन म ट्राई गर्छु मैले पहिला ट्राई डेट गरेको फर्मेटमा राख्ने बिर्सिनु पनि सकिहाल्छ। माथि त्यहाँ गएर डेट सर्ट डेट, तिनीहरू डाटा टाइप हो नि त तिनीहरू होइन, नम्बरमा, टेक्स्टमा, डेटमा, पर्सेन्टेज। कन्ट्रोल जी के को लागि? गोटुमा जानलाई सबैले त्यस्तै लाग्यो कन्ट्रोल जी स्पेसियल त्यहाँ जानु पर्दैन, फर्मुला लेख्ने। यसमा क्लोजिङ ब्यालेन्सको लागि फर्मुला लेख्ने। ओ एकछिन फर्मुला भने त इनवर्डको टोटल माइनस आउटवर्डको टोटल गर्ने। टोटल लुकअप टोटल लुकअप लुकअप नि हुन्छ कि
टोटल गर्नुस् न लुकअप किन चाहियो टोटल कसरी गर्ने टोटलको फर्मुला के हो टोटल गर्नलाई सम सम इनवर्डको सम गर्नुस् माइनस आउटवर्डको सम गर्नुस् एकचोटि गरेर देखाउनु त सर इक्वल सम इनवर्डको टोटल गर्ने अनि माइनस सम आउटवर्डको टोटल गर्ने बस इन्टर अब तल स्क्रोल गरेर हेर्छु एकछिनै सर म हेर्छु एक सेकेन्ड हो लास्टको भ्यालु त्यही हो त फेरि देखाउनु त सर फर्मुला इक्वल सम गर्नुस् त पहिला इक्वल सम गर्नुस् इनवर्डलाई क्यामेरा जोड्नुस् अर्को सर मेरो त इक्वल सम गरेर इनवर्डलाई जोड्नुस् त पहिला इनवर्डको टोटल कति आउँछ निकाल्नुस् त ओके अनि कन्टिन्यू गर्ने त्यसमा माइनस सम इनवर्ड माइनस आउटवर्ड इनवर्डलाई पहिला क्लोज गरेर पहिला इनवर्ड भ्यालु निकाल्ने इनवर्डको टोटल पहिला निकाल्ने जम्मैलाई इनवर्ड जम्मैलाई त टोटल गर्नु पर्यो नि इक्वल सम हामीलाई त एउटा सेलमा एन्सर चाहिएको छ माइनस आउटवर्ड होइन सर फेरि माइनस सम मेरो त स्पिन भन्ने देखायो त त्यो मैले भनेको कुराहरू सुन्नुपर्ने हुन्छ कि नसुनिकन आफ्नो सुरमा अगाडि बढ्यो भने त्यस्तै हुन्छ मैले के स्पिन भने भनेन अब चाहिँ भन्यो सर अब चाहिँ एन्सर आयो के आयो एन्सर 587499 ओके ल यो हाम्रो क्लोजिङ ब्यालेन्स भयो अब रेकर्ड थप्दै जाँदाखेरि माथिको जुन हामीले निकाल्यौँ स्टार्ट इन र क्लोजिङ ब्यालेन्स त्यो अपडेट हुँदै जान्छ यस सर नयाँ रेकर्ड राख्यो भने त्यो अपडेट हुन्छ है अब मानव ओपनिङ ब्यालेन्स पनि थियो है पहिलाको यो हिसाब राख्नुभन्दा अगाडि हुन त ओपनिङ ब्यालेन्स यहाँ राखिसक्यो भइहाल्यो ल यहाँनिर राखिएको छ रेकर्डमै ल भइहाल्यो त्यसलाई छोडिदिउँ अब यसो गरौँ जब हामी तल गइन्छ स्क्रोल गरेर त्यो बेलामा माथिको एरिया चाहिँ स्क्रोल नहोस् त्यसको लागि हामी के गर्ने फ्रिज गर्ने कहाँ एको डेटको तल क्लिक गर्ने डेटको तल क्लिक गरेर भ्यूमा गएर फ्रिज पेन्समा गएर फर्स्ट अप्सन फ्रिज पेन्समा क्लिक गर्ने यसले माथिको रोहरूलाई फ्रिज गर्छ फ्रिज पेन मनी गरिहाल्छु ल भ्यूमा गएर फ्रिज पेन माथिको रोहरूलाई सिलेक्ट गर्नु होइन सर हेडरहरूलाई सिलेक्ट गर्ने होइन ए को 6 मा डेटको तल क्लिक गर्ने जहाँ DATE लेखिएको छ त्यसको तल क्लिक गर्ने अनि भ्यूमा गएर अनि फ्रिज पेन्स अब हलिँदैन अब स्क्रोल गर्ने बेलामा माथिको रोहरू स्क्रोल हुँदैनन् ओ ठीक छ एकछिनै नगर्दा कस्तो थियो अरे नगर्दा नि देखाउँदो रहेछ कि मैले फ्रिज गरिहाल्छु फ्रिज भयो माथिको स्क्रोल भयो गर्ने सर बेलामा भयो फ्रिज भयो सर फ्रिज भयो अनफ्रिज गर्न आउँछ कि आउँदैन फेरि आउँछ फेरि त्यही क्लिक गरेर अनफ्रिज गर्यो फेरि त्यही गरेर क्लिक गर्यो भने अनफ्रिज हुन्छ हैन भ्यू सर अनि फ्रिज पेन्स अनि अनफ्रिज क्लिक गर्यो भने अनफ्रिज हुन्छ फेरि फ्रिज गर्नु पर्यो भने A6 मा क्लिक गर्ने त्यही गरेर अनि फ्रिज पेनमा क्लिक गर्ने यो भ्यूमा गएर ग्रिड लाइनलाई अफ गरिदिउँ त लाइनहरु यो नदेखियोस् ग्रिड लाइन अफ गरिदिने यो ग्रिडलेस अफ नामदिए सर ओके गुड अब नेक्स्ट अर्को एउटा सिट बनाउने जसको नाम राख्ने ड्याशबोर्ड राखिसके सर र अब ड्याशबोर्डमा एउटा सेप ल्याउने इन्सर्ट हजुर सेप इन्सर्टमा गएर सेप अनि त्यसपछि त धेरै यो राउन्ड कर्नर वाला सेप ल्याउने है राउन्ड कर्नर वाला राउन्डेड कर्नर सेप लिने रेक्टेंगुलर सेप यो चाहिँ ओभल भन्दा सेप भित्र गएर इलस्ट्रेसनमा हुन्छ
सेप, त्यहाँभित्र गएर ओभलको नजिकैको राउन्डेड कर्नरवाला मैले सेलेक्ट गरिसकेँ सर। राउन्डेड अलि कर्नरवाला निकालिन सक्ने। ओके त्यो ड्र गरियो त अलिकति एरियामा ए आयो त ल। ल ए सर यस्तो ओके गर्नु सर। यो भयो अब यसो गरौँ पहिला यहाँनिर कतै हामी इन्कम कति एक्सपेन्सेस कति त्यसको टोटल निकालौँ इन्कम र एक्सपेन्सेस Yes, sir. Expenses. इन्कम कसरी आउँछ इक्वल सम सम गरेर अनि त्यो इन्कमको कोलमलाई सम गर्यो भने आउँछ इनवार्डको कोलमलाई सम गर्यो भने इन्कम आउँछ इन्टर गर्ने त्यहीबाट इन्टर गर्नुपर्ने हुन्छ इक्वल Okay. सम एकछिन है मनी गरिहाल्छु सर। आउटवार्डलाई अनि यही बन्द गर्ने अनि इन्टर गर्ने इनवार्डको सबैले सेलेक्ट गर्नु भयो नि सर तपाईँले? हो हो यो हाम्रो इनवार्ड र आउटवार्ड भयो कसरी इनवार्डकोलाई सेलेक्ट गरे कमा कसले राख्नु भन्यो होइन मेरो त त्यसै गर्दा नि यहाँ त जिरै आइदिन्छ क्या सर सम ड्यासबोर्ड ड्यासी3 ड्यासबोर्डमा छ र सम गर्नुपर्ने ट्रान्ज्याक्सनमा गएर सम गर्ने होला नि यस सर भनेपछि सम गर्न अब आउन छोड्यो हैन बिर्सिदै गयो सबै कुराहरु हैन होइन मैले त्यो ट्रान्ज्याक्सनको चाहिँ ड्यासबोर्डमा गर्नु खोजेको भएन इक्वल सम फर्मुला कहाँ लेख्नुभयो फर्मुला त्यही इन्कमकै छेउमा मैले गरेको जस्तो गरे हुन्थ्यो है मैले जे गरेको त्यो गरे हुन्थ्यो मैले शेयर गरेको स्क्रिन हेरेर मैले एउटा नयाँ सिट बनाए ड्यासबोर्ड भनेर मैले पनि बनाएको थिएँ त्यसमा A को 11 मा गएर इन्कम भनेर लेभल लेखे मैले पनि लेखेको छ अनि त्यसको सँगै सेलमा इक्वल सम भनेर फर्मुला सुरु गरे अनि अनि त्यसपछि सम अनि ट्रान्ज्याक्सनमा गएर इनवार्डलाई सिलेक्ट गरे अनि ब्र्याकेट क्लोज गरेर इन्टर गरे ब्र्याकेट क्लोज इन्टर त्यही गरेको मैले चाहिँ किन यस्तो हुँदैन ए थाहा भयो नि त तपाईँले त्यही इन्टर गर्नुभएछ क्या सर मैले त ट्रान्ज्याक्सनको त्यसलाई सेलेक्ट गरेर ड्यासबोर्डमा इन्टर हालिदिएँ ड्यासबोर्डमा ब्याक आउने होइन नि त अनि रेफरेन्स चेन्ज हुन्छ नि त हामी त्यहाँ गएर जोड्ने भन्ने अनि फेरि यहीँ आएर त्यसरी हुन्छ त्यस्तै गरी एक्सपेन्सेसको पनि टोटल निकाल्यो सक्यो अब यो इन्कम एक्सपेन्सेस जुन भ्यालु आएछ त्यो चारैवटा सेललाई सेलेक्ट गरेर हामी चार्ट बनाउँछौँ सेलेक्सन इन्सर्ट अनि पाई चार्ट अथवा डुनर चार्ट डुनर चार्ट बन्यो यस सर मेरो पनि बन्यो ठीक छ अब प्लसमा क्लिक गरेर हामी यसमा डाटा लेभल पनि सो गर्दिम डाटा लेभल मैले पनि सो गरिदिसके यो फेरि प्लसमा ब्याक क्लिक गर्ने त्यो साइडको अप्सन हट्छ चार्टमा क्लिक गरेर कन्ट्रोल 1 गर्यो भने फर्मेटिङ टुल आउँछ चार्टमा क्लिक गरेर कन्ट्रोल 1 गर्यो भने फर्मेटिङ टुल आउँछ राइट साइडमा
सबभन्दा पहिलो काम चाहिँ यो होल साइज दुनोटको बिचको होल छ नि त्यसलाई अलिकति कम गर्ने, सिरिजमा क्लिक गर्ने, सिरिजमा त्यो रिङमा क्लिक गर्ने, रिङमा क्लिक गरिसके पछाडि हामी राइट साइडमा भएको यो सिरिज अप्सनमा क्लिक गर्ने, कोलम चार्टको जस्तो आइकनमा, अनि डु नट होल साइज भन्ने छ त्यसलाई अलिकति कम गर्ने। मैले यसलाई 50% जति गरेँ, 50%। ओके मनी गरे अथवा कति ठिक लाग्छ त्यति गर्ने, 50% नै गर्नुपर्छ भन्ने छैन, कति राख्दाखेरि राम्रो देखिन्छ त्यति गर्ने। र यो चार्टको एरियालाई अलिकति स्क्वायर बनाउने, यो हाम्रो डु नट ओभल भएको हुनाले स्क्वायर टाइपको साइज बनाउने। चार्टको टाइटल इन्कम भर्सेस एक्सपेन्सेस। चार्टमा क्लिक गर्ने अनि टाइप गर्न सुरु गर्ने, इन्कम भर्सेस एक्सपेन्सेस। सक्यो सर। अब लेबललाई थोरै फर्मेटिङ गरौँ, लेबलमै क्लिक गर्ने ठ्याक्कै चार्टमा भएको लेबलमै, अनि राइट साइडमा लेबल अप्सन आउँछ। लेबल अप्सनमा चाहिँ हामी यसमा के चाहिँ गरौँ भने यो सिरिज यो लेबल अप्सनमा गएर चार्टको जस्तो आइकनमा क्लिक गरेर अनि लेबल अप्सनमा जाम र यसलाई पर्सेन्टेजमा सो गरौँ। पर्सेन्टेजमा भ्यालुलाई चाहिँ अफ गरिदिए पनि भयो, भ्यालुलाई मैले अफ गरिदिएँ। ओके, र क्याटेगोरी नेम पनि सो गरिदिउँ त्यसैमा, क्याटेगोरी नेम पनि, क्याटेगोरी नेमलाई लिने, पर्सेन्टेज लिने, भ्यालुलाई अफ गरिदिने। त्यस पछाडि यो तलपट्टि जुन इन्कम एक्सपेन्सेस भनेर लिजेन्ड आइरहेको छ त्यसलाई क्लिक गरेर डिलिट गरिदिने, क्लिक एन्ड डिलिट। त्यस पछाडि जुन बिचको हाम्रो लेबल हो इन्कम र एक्सपेन्स पर्सेन्ट देखिएको त्यसमा क्लिक गर्ने र त्यसलाई अलिकति फर्मेटिङ गर्ने। होम ट्याबमा गएर होम ट्याबमा यसमा साइज पहिला अलिकति ठुलो गरौँ, बोल्ड गरेर साइज अलिकति इन्क्रिज गरियो। अनि फिल कलर कुनै एउटा फिल कलर राखिदिउँ, अलि लाइट कलर, लाइट ग्रे गरेँ मैले ताकि अलिक क्लियर देखियोस्। बस, र यो सिटमा पनि ग्रिड लाइन मैले अफ गरिदिएँ। सर त्यो कलर कहाँ हाल्नु हो? कलर त मेरो यस्तो ए भयो मेरो नि सबै सके। तपाईँले गरेको हजुर? वाउ। है अब यो माथिपट्टि जुन हामीले सेप ल्यायौँ नि अघि, एउटा रेक्टेङ्गुलर राउन्डेड कर्नरवाला, यस सर, त्यसलाई अलिकति फर्मेटिङ गरौँ। त्यो सेपमा क्लिक गर्ने, सेप फर्मेटमा जाने, त्यसको फिल ब्लू कलर आइरहेको छ, ठिक छ, तर आउटलाइन चाहिँ सेप आउटलाइन नन गरिदिने, नो आउटलाइन। सेप फर्मेटमा गएर सेप आउटलाइन, नो आउटलाइन गरिदिने, नो आउटलाइन। यो ग्रिड लाइनहरु अफ गरेको राम्रो, भ्यूमा गएर ग्रिड लाइन अफ गर्दै हुन्छ। गरिसके। अनि यसमा अलिकति इफेक्ट राखौँ। यो जुन हाम्रो रेक्टेङ्गुलर सेप छ, सेप फर्मेटमा गएर यसमा सेप इफेक्ट, हल्का स्याडो चाहिँ लगाइदिउँ है त, सेन्टरवाला अथवा ड्रप स्याडो, यो कुन सुइटेबल लाग्छ त्यो लगाइदिने। मैले ड्रप स्याडो लगाइदिएँ यो वाला। अब यसमा के राख्ने भन्दाखेरि इन्कम भनेर ठुलो अक्षरले भ्यालु राख्ने, इन्कम
त्यसको लागि एउटा टेक्स्ट बक्स इन्सर्ट गर्ने, फेरि सेपमा गएर इन्सर्ट सेप अनि टेक्स्ट बक्स, फर्स्टको अप्सन टेक्स्ट बक्स। सेपमा गएर हजुर सेपमा गएर अघि हामीले जहाँबाट सेप ल्यायौँ त्यहीबाट टेक्स्ट बक्स ल्याउने पहिलो अप्सन, अनि ड्र गर्यो, कहीँ कतै ड्र गर्ने, जहाँ गरे नि हुन्छ, बाहिर भित्र। अनि यसको लेबल राखौँ। त्यो टेक्स्ट बक्स फेरि ल्याएर देखाइदिनु न। टेक्स्ट बक्स ल्याउनको लागि हामी इन्सर्टमा गयौँ, सेप्समा गयौँ, अनि यो जुन छ नि ए लेखिएको एउटा बक्स छ नि, यस सर। हो त्यो क्लिक गर्ने अनि ड्र गर्ने। मैले क्लिक गर्दा त के ल्याउँदैन त। क्लिक गर्ने अनि फेरि ट्राई गर्नुहोस्, भएन भने यताको टेक्स्ट बक्स देखाउनुहोस् न मलाई त। हजुर इन्सर्ट आयो 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 टेक्स्ट बक्स। अनि त्यो बक्समा टोटल इन्कम भनेर लेख्ने। तर कतापट्टि आयो, यता यता आएछ नि सर। बोर्डरमा क्लिक मुभ गर्न मिल्छ, बोर्डरमा क्लिक गरेर मुभ गर्ने, साइजहरू इन्क्रिज गर्ने त्यसको। ओके, तर मेरो यहाँ किन मुभ भन्ने अप्सन नै दिएको छैन है सर। बल्ल दियो टोटल इन्कम अनि साइज इन्क्रिज गर्ने, बोल्ड गर्ने। यहाँ मुभ हुने अप्सन नै दिएको छैन त नि सर। हजुर बोर्डरमा लाइनमा, बोर्डर लाइनमा क्लिक गरेर मुभ गर्ने, त्यसलाई गरिदिए। त्यसलाई चाहिँ सेपमा टक्क माथिपट्टि मिलाएर राख्ने, मिलाएर ओके। सेपको टप एरियामा राख्ने, त्यसमा लेखिएको कन्टेन्टलाई सेन्टर अलाइन गर्ने, होरिजेन्टल भर्टिकल दुवै। होम ट्याबमै हुन्छ होरिजेन्टल भर्टिकल। सेन्टर अलाइनलाई सेन्टर अलाइन दुवै। हान्दिए। साइज अलिकति इन्क्रिज गर्ने, साइज अलिकति इन्क्रिज। ओके त्यो नि गरिदिए। अनि त्यसको यो अहिले इन्सर्ट गरेको टेक्स्ट बक्सको आउटलाइन पनि नन गर्ने, फिल पनि नन गर्ने। सेभ फर्मेटमा गएर आउटलाइनलाई पनि नो आउटलाइन र फिल पनि नो फिल। सेभ फर्मेटमा गएर नो फिल नो आउटलाइन गरिदिए। हो। अनि कलर कुन चाहिँ राख्दा सुइटेबल होला? ओरेन्ज। ओरेन्ज राख्ने, अलिक क्लियर देखिने खालको हुनुपर्छ। व्हाइट राख्ने। ल व्हाइट राखौँ, अनि साइज अलि ठिक्क गरेर टपको एरियामा राख्ने है। ओके। अब त्यसैलाई, त्यही सेपलाई बोर्डरमा क्लिक गरेर कपी गर्ने, त्यही सेपलाई बोर्डरमा क्लिक गरेर कन्ट्रोल सी गर्ने, कन्ट्रोल भी गर्ने, त्यसकै दुईटा बनाउने र त्यसको तल राख्ने अर्कोलाई। गरिसके। डिलिट गरिदिने त्यसलाई। अब मैले जसरी राखेँ त्यसरी राख्नुभयो। राखिसके। अब यसमा चाहिँ हाम्रो टोटल इन्कमको भ्यालु आउनु पर्यो। भ्यालु इक्वल सम। त्यहाँ त सम गर्न मिल्दैन। अब यो सेकेन्ड वाला तलको यो बक्समा चाहिँ यो सेलको लिङ्क हुनु पर्यो। यसको टोटल इन्कम यो 10,50,694 छ नि, त्यो कसरी लिङ्क गर्ने भने यो सेकेन्ड वाला बक्समा बोर्डरमा क्लिक गर्ने, फर्मुला बारमा गएर इक्वल लेख्ने, फर्मुला बारमा गएर इक्वल लेख्ने, अनि त्यो इन्कम जुन छ नि 10,50,000 हो त्यसमा गएर क्लिक गर्ने, इन्टर, अनि इन्टर गर्ने। त्यो भ्यालु त्यसमा आयो, त्यो टेक्स्ट बक्समा आयो। अब यसलाई फर्मेटिङ गर्ने, फेरि यसलाई कलर के राख्ने हो, साइज कुन गर्ने हो, बोल्ड गर्ने कि नगर्ने, कलर अलिकति डिफ्रेन्ट गरिदिउँ। ल ओरेन्ज कलर गर्ने भने ओरेन्ज कलर, यसरी। यो हाम्रो टोटल इन्कम भयो। अब यसलाई सेभ गरेर राख्ने, यसमा हामी पछि फेरि कन्टिन्यू गर्ने भोलि। ओके सेभ। यसैलाई कन्टिन्यू गर्नुपर्ने हुन्छ, सेभ गरेर राख्नुहोस् है त। मैले सेभ गरिसकेँ। ल आजलाई बाई बाई। बाई बाई। डाटा